इलामको यो चाहिँ रुङ गाउँपालिका हो यो। अनि हडिया भन्ने गाउँ, यो चाहिँ मेरो नाना भेनाको घर हो है। अनि यहाँ चाहिँ हाइवेदेखि अलिक 1 किलोमिटर भित्र हो। अनि म चाहिँ यहाँ हामी सङ्गतिमा आएको छौँ। अनि गाउँतिरको बसाइ बाख्रा पालन यस्तो छ। अनि यहाँ हाम्रो देमा बित्नु भएको धेरै भयो। अनि यो चाहिँ देमाको चाहिँ अनि यो चाहिँ कब्रस्तान हो। अनि चाहिँ घरहरूमा भन्दा पनि धेरै चाहिँ फ्लावरहरू छ। यसरी नेपालले राख्नु भएको माया भन्ने कुरा कस्तो हुन्छ हेर्नुहोस्। यसरी कपुरलाई माथिबाट छाना दिएको छ है। अनि यहाँ हेर्नु न फ्लावरहरू कस्तो मजाले सजाएर माया भन्ने कुरा कस्तो हुँदो रहेछ। प्रेम भन्ने कुराले चाहिँ प्रेम कहिले मर्दैन नि त होइन। उहाँले युज गर्नुभएको बिरामी हुँदा यो चिज युज गर्नुभएको थियो। उहाँको सामानहरूदेखि लिएर फ्लावर सबै राख्नुभएको छ। भित्र गएर हेरौँ न अघि कस्तो मजाले फ्लावरहरू राख्नुभएको छ। देमा हेर्नु त ल